हेलो साथीहरू, फेरि पनि हाम्रो च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म के देखाउँछु भने तपाईँलाई हाम्रो जेठा तुम्बाको धान रोपाइ छ। आज चाहिँ थुप्रो मान्छेहरू छौँ हामी चाहिँ आज रोप्ने, अनि रोपाइ पनि थुप्रै छ क्या रोप्नुपर्ने। अनि म चाहिँ यहाँ घरमै छु, खाना बनाउनु पर्ने छ। अरू चाहिँ रोप्दिन्छ पर आवादिनमा अलिकति टाढै छ। अब म खानाहरू बनाउँछु, तपाईँहरू हेर्दै गर्नुहोला। यहाँ चाहिँ दिदीले अघि नै दाल पकाएर रेडी गरिसक्नुभयो, अनि बाहिर खाना पकाउँदै हुन्छ। ठुलो भाँडामा बसाएको छ। यहाँ चाहिँ मम्मीले खेतालाहरूको लागि मासु पकाउँदै हुन्छ। पकाउँदै छुइनँ, रेडी मात्रै गर्दै गरेको। कति किलो छ यहाँ? अब यो अचार बनाउनु पर्ने छ मटरको। टमाटरहरू पनि काट्नु रहेछ, मसला बनाएको छैन होला। यहाँ टमाटर रहेछ, धनियाँहरू। दिदी चाहिँ यहाँ भात पकाउँदै हुन्छ। अचार बनाउनु यो भात पाकेपछि। त्यसै मटर त नपकाउने होला होइन? बफाएर बनाउनु कि नबफाइ बनाउनु, अचार बनाउने क्या त्यसको। त्यतिकै हाल्नु त्यसरी। त्यही त नि, तिलको छोप छ नि थोरै भुटे उयो के पो खाली छ कि छैन पो ग्यास खाली छ। त्यो भुटा त कराईमा। आज त गर्मी के साह्रो साथीहरू, अचार बनाएर तिल भुटौँ भनेको अचार बनाउनलाई गर्मी यति साह्रो छ। अनि यहाँ बिउ बोक्नेलाई चाहिँ खाजा बनाइदिनु अरे, भोक लागिसक्यो अरे, त्यही भएर म खाजा बनाउँदैछु। यहाँ चाहिँ तिल भुटेर यहाँ छ, अब यसलाई सिलौटाले पिसिदिन्छु। अलु जानु त्यहाँ पानीमा नजानु नि मोबाइल फेरि, बुझ्यो? यहाँ चाहिँ अङ्कलहरूले बिउ सार्दै हुनुहुन्छ। आशा फुपू चाहिँ यहाँ हुन्छ उ त्यहाँ, अनि केन्द्र अङ्कल चाहिँ यहाँ हिँड्दै हुन्छ अगाडि। आशा फुपू चाहिँ बिउ ल्याउँदै हुन्छ यता। हाम्रो चाहिँ खानाहरू पनि रेडी भइसक्यो। अब धेरै टाढो पनि त रोपा लगेर जानुपर्छ, रोपाहरू पनि भोकाइसक्नु होला। हाम्रो चाहिँ यहाँ खानाहरू पाकेर रेडी भइसक्यो। यहाँ छ अचार, यो कुखुराको मासु छ, अनि यहाँ सुँगुरको मासु छ। यहाँ पनि सुँगुरको मासु नै हो, थालहरू छ, अनि डोको तिनवटा रेडी गर्नुभएको छ। अब जाने। अनि यता चाहिँ हाम्रो भात चाहिँ पाकेर रेडी भएको छ। धेर भएर अलिक किचिक किचिक परेछ भात पनि। ल अब रेडी भयो, लु जाउँ। हामी चाहिँ डोको बोकेर जान्छौँ, खाजा बोकेर। यता अगाडि दिदी हुनुहुन्छ, यता पछाडि यहाँ चाहिँ मम्मी तुम्माहरू खाजा लिएर आउँदै हुन्छ। यहाँ बोजूहरूको लागि। हामी चाहिँ खाजा लिएर जाँदैछौँ है। यहाँ चाहिँ बिउ खाल्दै हुन्छ तुम्मा काकाहरू। देखाइ मलाई।
आमाहरूले यहाँ खेतालाको लागि खाना पस्किँदै हुन्छ। हाम्रो मम्मी हुनुहुन्छ भने मम्मी पनि हुन्छ, यता सचिन भाइ पनि छ भन्। सचिन भाइ पनि छ यहाँ। यहाँ सबैजना आउनुहुन्छ। छोरा मान्छे त मै मात्रै सुट्यो हौ। किन बसेको त त्यहाँ अगाडि लाजाको पसार काकालाई दिइहाल्नु न पुग्छ। काका आउनु यहाँ काकीले सुक्खा खाइराख्नु। म ल्याइदिन्छु यो पार्टीमा चाहिँ के छ बस्नु दिदी आमैको सल्ले पो बेरेको हैन। आमै छैन मेरो छ भने ल्याइहाल। अहिले यहाँ लड्छु हौ अलिक अघि लडेको छ। सबैजना खानु व्यस्त। अर्को चल्छ नि हाम्रो गाईको चाहिँ बिजुक्कै रहेछ, चिम्टी पनि भाँचेर बान्नु भएको रहेछ। कसले बानिदिएको गाई यो? आफै त्यो पनि झरो फुट्छ होला। म पनि बाठीको छु त। अनि यतिको चाहिँ हो चलाउनु पर्यो नि त नि। यो त नयाँ मेलाको भयो त अस्ति पैसाको मेलामा ल्याएको छ। एकजना निरीक्षणले गर्दा अर्कोजना पनि लाइनमा बस्नु पाइहालिन्छ। अहिले त सजिलो छ। ल है खानासाना खाइसकेर बाउले त्यसले भाँडा कुराहरू डोकोमा हालाउँदैछ। खानासाना खाइसकेर जस हाम्रो गाउँले मान्छेहरूको चाहिँ रेस भन्ने चिज छैन रहेछ हौ। रोपारहरू पर बाँसघारीमा चाहिँ अलिक शीतल भएर हाम्रो हडम्बा टोलीहरू चाहिँ त्यतातिर थकाइ मार्न जानुभएको छ। यस्तै चाहिँ गाउँघरको अहिले काम भनेको यस्तै हो। आधा मौसम ठिक। ल गाइस यस्तो छ है, अब हालत यस्तो छ। यस्तो छ हालत, के भन्नु अब। हिलोमा काम गर्ने पऱ्यो। भाउजूहरू चाहिँ यता भाडाहरू गर्नुहुँदैछ। भाडाहरू टक्कसँगले अब गएर धन्दासन्दा गर्नुपर्ने अरे यस्तै छ। कतिको मजा आउँदैछ हौ भाउजू यो भाँडाकुँडा बटुल्दाखेरि? अब्बर मजा 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 साह्रै मजा। यता चाहिँ हाम्रो माइली भाउजू है। ला भात त अनि केमा हालौँ न त। यस्तै छ गाउँघरको। त्यो जस्तो भन्यो भने गाउँघरै रमाइलो रहेछ है गाइजहरू। यतिले हामी चाहिँ खाजा दिएर नै घर ल्याउँदै गयौँ। भाडाहरू अब यो पुऱ्याइदिएर म सर्ट लगाएर आउँछु। अनि धान रोप्नु थाल्नु पऱ्यो। यहाँ चाहिँ हाम्रो देव मदनले चाहिँ बिउ खाल्दैछ, बिउ ओसार्दैछ साइकलबाट। डढेर काले भएर केटीहरूले नि पत्याउँदैन अरे। लु हाम्रो देवरलाई पत्याउनु पऱ्यो।
अब आली हान्दा हान्दै गरेको नि टोपी लाएर अनुहार छोपिहाल्छ लु यस्तो के अरे मेहनती छ डोको बोकेर हिँड्छ खाजा भात बोक्नु सघाउने बिउस मलाई हेर्दैन भनेर उहाँ कस्तो टेन्सन भइरहेछ उसलाई फेरि म चाहिँ खेताहरूलाई चिसो लगिदिँदैछु चिसो अब जानु निस्किनेर जानुहुन्छ होला नि त फेरि ल ल ल हाम्रो भाउजू यहाँ देखाउनु न तपाईँ चाहिँ झन् कहाँ भागेको यहाँ यतापट्टि गर्नु न तुम आमा उता हुन्छ काकी उतापट्टि हुनुहुँदो रहेछ यता एक्लै आमा देखाइदिनु सबैजनाले दुई शब्द बोलिदिन्छ मान्छे त लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला हजुर हजुर पाड्न अलैँची लाइक कमेन्ट सब्स्क्राइब खाजा खाँदै गरेको देखाउँछ नि धन्यवाद धन्यवाद नातिनी बुहारीहरूलाई 12 बजीको घाममा चिसो खुवाएकोमा त्यसरी बोल्नुपर्छ धानको भात कस्तो मिठो भयो हाम्रोमा त आइपुगेकै छ को निन्जा फेरि यहाँ निन्जा टेक्निक देखाइदियो है आइपुगेकै छैन ल धन्यवाद धेरै धेरै शब्द भन्नु अब छोरा पनि पुगेको छ छोरी पनि भाउजूले दिनुहुन्छ नि कति मजाले फेरि के भयो दुलोली ल ल ल ल सक्को बेला र साथीहरू हाम्रो चाहिँ रोपाइ भइरहेछ घाम पनि यस्तो साह्रो चर्केको छ कि पानी तातेर भइरहेछ यहाँ चाहिँ सकिन आँट्यो यो खुट्टी सकेर जानुहुन्छ अरे यता दिदीहरू चाहिँ लु पानी को खाने लु छिटो भन्नु भाइ अब भिडियो भएन भनेर कराई खसी निस्केर हिँडेको म अब चाहिँ हाम्रो 2-3 खुट्टी रह्यो नि अब दिदी यो सकेर तल झरिहालौँ भनेको के छ विचार सबैजनाको होइन यतिजना सबै पस्दा त खेतै भरिने रहेछ त तल्लो त यहाँ चाहिँ यो त बल्ल बल्ल फकाउँदा फकाउँदा अध्यक्षलाई पक्रेर सोच लगाएर लगाएको यो त 11 बजी आएर हल्ला गर्ने हो अब देख्ने जतिले देख्छ त भन्छन् नभए त खाने थियो 11 बजीको भन्दै थियो नातिनी बुहारी छोरा पो दियो भने नि 11 बजी न 12 बजी मात्रै ल्याउने रहेछ। होइन ढिलो ढिलो परेछौँ क्या दुईजना
तर सब्जी किन फल्छ खोली म त बा नुन अलिक कम थियो भइगयो त सबैले पकाउनु नजानेको कम्प्लेन सुन फल्दै थियो मलाई त पाँच आइटम पुऱ्याइदियो तिमीहरूलाई बिउ बोकेर ल्याऊ न है नानी बाबु यता सम्पर्क गर्नु मन छ धान रोप्ने खेतलाई चाहियो भने सम्पर्क गर्नु यता दिदीलाई सोमन्थेलाई के कट्याउँदै हुन्छ कोनी भिडियोमा आउला नि आइसक्यो हेर्दै जाँदै हुन्छ कोटी बेर बेर पनि भयो अब के गर्नु गर्दा गर्दा यस्तो भयो नरिसाउनु होला दुख मन नगरी जानु अब यस्तै भयो अब आधीबाट गुलियो खाएर भित्र बसेको घाम त त्यति तर्छ नि कस्तो साह्रो परेको यस्तै मधुरो घाम ओ डोको बोक्ने केटी हेर न लुकेको फेरि आज त भोटेनी जस्तो हुनुभएछ राति भएको थियो कोही घाँस बोक्ने कोही डोको बोक्ने कोही फुल गोड्ने चाहिँ यहाँ धन्दामस गर्दै हुनुहुन्छ तुम्मा र मम चाहिँ यहाँ धन्दामस हुन्छ यहाँ मदन अङ्कल चाहिँ एकल पेल्दै हुन्छ भिडियो चाहिँ मजाले नै बनाउनु पाइएन साथीहरू घरि घाम तर्किन्छ घरि पानी तर्किन्छ पानी तर्केपछि भिडियो बनाउनै पाइँदैन फेरि भिडियो बनाउने मान्छेहरू पनि भएन केटाकेटीको हातमा अब दिनु पनि अप्ठ्यारो होइन भरे मोबाइल भएको छ भनेर अनि आज तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो धान काटेको चाहिँ प्लिज लाइक कमेन्ट सबैजनालाई बाई 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 गो कान्छाको त कटुनै रहेनछ हौ लु लाजे हो त